सम्पूर्णमा दर्शन नमस्ते। आज हामी चाहिँ यो ऐतिहासिक दरबार मकवानपुर गढीमा चाहिँ आइपुगेका छौँ। यहाँ चाहिँ हामी अब छिर्दै छौँ। टक्क हेर्दै जानु होला है यहाँनिर अब ल के कस्तो चाहिँ नजारा हुन्छ। यो चाहिँ पछाडिको महाभारत पर्वत भयो आइरहेछ भनेदेखि हामी अब यो माथि बढ्दैछौँ। यी यस्तो भ्यूहरू छ। हेर्नुहोस् है यो तलको भ्यू है, माथिबाट पनि देखाउने छु है अहिले। यस्तो तलतिरको है यो यस्तो यहाँ पिकनिक स्थल भयो। यहाँ यो प्रतीक्षालय, यहाँ आराम गर्ने यस्तो बाटाहरू छन् भनेदेखि यो हेर्नुहोस् है पहिला बनाएका बङ्कर लगभग यो 30 फुट जति छ है। ल 30 फुट जति छ भनेदेखि यता चाहिँ गेट रहेको छ। यहाँ हेर्नुहोस् धुपीका रुखहरू, फुलहरू अनि यहाँनिर देख्न सक्नुहुन्छ ऐतिहासिक मकवानपुर गढी। यहाँ चाहिँ टक्रक्क आएर एकजना महिला चाहिँ हुनुहुन्छ, उहाँ चाहिँ मेरो श्रीमती हो है। ल यो यहाँ मकवानपुर गढी। यो चाहिँ भिडियो भइरहेछ भनेदेखि यहाँ चाहिँ हामी उभिरहेको अवस्था है। ल गाइस हामी चाहिँ मकवानपुर ऐतिहासिक दरबारमा चाहिँ छिरिसकेका छौँ। छिर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ ऐतिहासिक मकवानपुरको दरबार, पुजारी नम्बर, वंशगोपाल टोल विकास संस्था अध्यक्ष नम्बरहरू लेखेको छ। तुलसीको मोड छ भनेदेखि ल यस्तो छ है। ल गढीको चाहिँ यो चाहिँ नजारा है यस्तो। पिउने पानीको धारा पनि राखिएको छ। सम्पूर्णमा दर्शन नमस्ते। आज म चाहिँ आज ऐतिहासिक गढी दरबारमा आइपुगेको छौँ। यहाँको नजारा देख्न सक्नुहुन्छ। यहाँ म देखाउँदै गइरहेको छु है। यहाँबाट चाहिँ कस्ता कस्ता चाहिँ छन्। यहाँनिर चाहिँ पुराना चाहिँ अवशेषहरू हेर्नुहोस् है। पर्खालमाथि नबसिदिनु होला भनेर यहाँ लेखेको छ। हेर्न सक्नुहुन्छ यहाँ है। यो पहिला कति सालमा हो थाहा भएन। यो पुरानो गढी दरबारको चाहिँ घरहरू यो है। यो घर रहेको छ। यस्तै गरेर माथिबाट पनि देखाउँदैछु म। भनेदेखि यहाँनिर चाहिँ बङ्करहरू, यो चाहिँ 9-10 फिटको चाहिँ बङ्करहरू छ है। यहाँबाट चाहिँ मोर्चा बनाइएको छ। त्यतिखेर चाहिँ अब तोप बन्दुक चलाउनको लागि। अनि हेर्न सक्नुहुन्छ ल यता है। यो चाहिँ दरबारको माथि हो है। यो चाहिँ गढी यहाँको भ्यू यस्तो छ। चारैतिर खाल्डो छ भनेदेखि यो चाहिँ सबभन्दा माथिल्लो टापु जस्तो छ। टापुमा चाहिँ पृथ्वीनारायण शाहको पालमा चाहिँ बनाइएको यो चाहिँ ऐतिहासिक गढी दरबार हो। यहाँ पछि बनेकाहरू यहाँ पनि छन्। यहाँ चाहिँ पृथ्वीनारायण शाहको देख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ हेर्नुहोस् है यो बङ्करहरू चाहिँ यत्र चाहिँ बनाएका थिए। यत्रो खाल्डो हेर्नुहोस्। त्यो बेलामा बनाएको हो, यो कुनै अहिले बनाएको होइन है। ल यो चाहिँ मोर्चा लड्नको लागि यसरी निस्किने, गोली लाग्छ भनेर ढुङ्गाको यसरी बनाइएको थियो है। उसमा मोर्चामा जानको लागि बङ्करमा, अब ट्रेन्च भन्छ, ट्रेन्चमा जानको लागि। यतापट्टिको नजारा भने यस्तो छ। हेर्दै जानुहोस् है। यही
अघि मैले अर्को साइडबाट उत्तरतर्फबाट देखाएँ भनेदेखि यहाँ अहिले दक्षिणतर्फबाट हेर्नुहोस् यहाँनिर यो चाहिँ यहाँ अब दुश्मनहरूलाई राख्ने ठाउँ हो क्या अरे यो अब यत्रो खाल्टो स्टोर भनौँ यसमा अहिले अब यो डोरी लगाएर सेफ्टी राखिएको छ मान्छे खस्छ कि भनेर यहाँ देख्न सक्नुहुन्छ नेपालको झन्डा लगाइएको छ यहाँ पछाडिको पनि दृश्य हेर्न सक्नुहुन्छ है यो चाहिँ यो तलको चाहिँ यो कुन ठाउँ पर्यो होला सायद यो फुर्के चौर वरपरै पर्यो होला सायद ठ्याक्कै ल यहाँनिर चाहिँ झन्डा नेपालको झन्डा यस्तो चेन यो चाहिँ धेरै वर्ष भइसक्यो अब अलिअलि सुधार हुँदै गएको छ यहाँ पनि सरसफाइदेखि लिएर अनेकौँ चिज यो पनि पुरानो भवन भयो हेर्नुहोस् अवशेषहरू पुराना बनाउन जीर्ण भए पनि मर्मत गरेर यसलाई गरिरहेकै छ ल ऐतिहासिक गढी दरबारको दृश्य यही नै हो है ल ल यो चाहिँ मोर्चा है मोर्चा यस्तो किसिमको छ यसरी है यसरी यस्तो छ ल है साथीहरू ऐतिहासिक गढी दरबारमा आइपुगेका छौँ यहाँको नजाराहरू एवं रीतले आजको भिडियोमा प्रस्तुत गर्दै गइरहेको छौँ हेर्नुहोस् है अहिले चाहिँ नयाँ बनेका चाहिँ थपिएका चाहिँ स्मृतिहरू यस्ता छन् है म देखाउँदा यहाँनिर स्मृतिहरू के थपिएका छन् म देखाउँदै गइरहेको छु भनेदेखि यहाँनिर सक्नुहुन्छ यो पृथ्वीनारायण शाहको चाहिँ मूर्ति देख्न सक्नुहुन्छ ट्याक्क लाएर हेर्नुहोस् यहाँनिर औलो ठड्याएको अवस्था छ यो प्रतीक्षालय पुरानै हो यो पहिले नै बनाइएको थियो विगत कयौँ वर्ष अगाडि यो अर्को मूर्ति पनि बनिएको छ यो चाहिँ नजिकैबाट चाहिँ म हिँड्दा यहाँ पछाडिएको अवस्था भनेदेखि यहाँ फोटोबाट चाहिँ यहाँ चिन्नुहोस् है कुन वीरको चाहिँ नाम हो है यो चाहिँ नामाकरण चाहिँ अब बाँकी रहेको रहेछ ल यहाँ हात्तीको चाहिँ मूर्ति देख्न सक्नुहुन्छ ल सेतो हात्ती अनि यहाँनिर चाहिँ अब गेट रहेको थियो है यहाँनिर चाहिँ गेट थियो खोइ हामीले चाहिँ देख्न सकेन है यता पसलहरू यथावत छँदैछ यहाँ गेट थियो पुरानो भिडियोमा चाहिँ मैले कैद गरेको थियो भनेदेखि अहिले चाहिँ देख्न सकिएन है ल यति नै समग्रमा चाहिँ ऐतिहासिक गढी दरबारको चाहिँ नजारा यस्तो नै रहेको छ ल पिकनिक खानको लागि यसो मुड फ्रेसको लागि ल आउनको लागि सक्नुहुन्छ तपाईहरू माथि गढी दरबार छ भनेदेखि यहाँनिर यहाँ प्रतीक्षालय
यहाँबाट चाहिँ तलको भ्युजहरू पनि देख्न सक्नुहुन्छ है यहाँनिर। अब एकदम अब घाम लागेको तुवालो लागिरहेको छ, त्यस कारणले देख्न सकिँदैन। यहाँबाट चाहिँ अब डाँडाकाँडा चाहिँ देख्न सकिन्छ है। यो चाहिँ महाभारत पर्वत। यहाँ चाहिँ म भिडियो कैद गर्दैछु है यहाँले बसेर। यस्तो स्थिति यस्तो छ है। ल आजलाई ऐतिहासिक गढी दरबारको लगभग सबै कुरोहरू यहाँ भएका चिजहरू यति नै हुन्। थप अब भोलिको दिनमा थपिएछ भने त्यहाँ चाहिँ आएर भिडियो मार्फत देखाउने नै छु। हामी चाहिँ ऐतिहासिक गढी दरबारमा चाहिँ बुढाबुढी टक्क लाएर यसरी आइपुगेको अवस्था छ। ट्याक्क लाएर यस्तो छ ट्याक्क। के गर्ने अब घुम्ने